बाह्रको तात्तातो न्युजमा तपाईहरुलाई स्वागत छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले भन्नुहुन्छ, आन्दोलनमा खटिएका शिक्षकहरू विद्यार्थीहरूको भविष्य सम्झेर परीक्षा केन्द्रमा आउनुहुन्छ भन्ने हामीले आह्वान गरेका छौं र उहाँहरू फर्किनु भएन भने वैकल्पिक व्यवस्था गरेर भए पनि कक्षा 12 को परीक्षा सञ्चालन गर्ने निर्णय गर्यौं भनेर चाहिँ राष्ट्रिय परीक्षा बोर्डले चाहिँ भर्खरै बैठक बसेर सकेर चाहिँ यस्तो खालको निर्णय चाहिँ बाहिर सम्प्रेषण गरेको छ। त्यही अनुसारले चाहिँ सबै शिक्षकहरू चाहिँ अहिले जहाँ हुनुहुन्छ उहाँहरूले चाहिँ फर्किनको लागि चाहिँ आह्वान गर्नुभएको छ परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माज्यूले। त्यसकारणले गर्दाखेरि विद्यार्थी साथीहरू तपाईहरूको माग तपाईहरूले के भन्नुहुन्छ, परीक्षा हुँदा राम्रो कि परीक्षा नहुँदा राम्रो, तपाईहरूले पनि एउटा कमेन्ट भने पक्कै पनि गरिदिनु होला र यस्तै भिडियोहरू तपाईहरूलाई म आज दिइरहनेछु। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु। यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकन पनि दबाइदिनु होला भन्दै आजलाई यति नै होस् त, नमस्ते।